दर्शकहरू, तपाईहरूले यो देखिरहनु भएको दृश्य सामरी बजारको हो। यो ठाउँ नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको वडा नम्बर 5 मा पर्दछ। यस सामरी बजारबाट यस म्यागङ गाउँपालिकाको अति नै रमणीय स्थल टुडीको यात्रामा हामी आज जाँदैछौँ। सर, आज हामी कता जाँदैछौँ रे? हामी टुडीको भ्रमणमा जाँदैछौँ। हामी कता जाँदैछौँ रे? यहाँको लालीगुराँसको दृश्य हेर्नलाई टुडीको यात्रा। टुडीको यात्रा हामी स्टाफहरू हो। कति टाइम लाग्ला त यहाँबाट टुडी जानलाई? यहाँबाट हामी हिँडेर जानको लागि त 1 घन्टा पुग्छौँ भने गाडीमा चाहिँ 40 मिनट जति पुग्छौँ भने। शिवती सर, टुडीको यात्रा अब हामी जाँदैछौँ होइन त? कस्तो लाग्दैछ तपाईलाई? अब एकदम रमाइलो लाग्दैछ। रमाइलो लाग्दैछ? धेरै पछि अब टुडी जाँदैछौँ हो। अब त्यहाँ लालीगुराँसहरूको एकदम मनोरम दृश्य अवलोकन गर्न पाइन्छ। निरन्तर चलिरहेको हावाको वेगसँगै हाम्रो यात्रा जारी नै रहन्छ। अहिले हामी सामरीको गुम्बा नजिकै आइपुगेका छौँ। केही समय हामी यस गुम्बाको अवलोकन गर्नेछौँ। गुम्बाको अवलोकनपछि हामी आफ्नो गन्तव्यतर्फ लाग्दैछौँ।
दर्शकहरू अहिले हामी टुडीको भ्यू टावरमा छौँ। अहिले सबैजना यहाँ फोटो खिच्न व्यस्त हुनुभएको छ। यसै बिचमा हामीसँग यहाँ रिता मिस हुनुहुन्छ। रिता मिससँग केही कुराकानी गर्दैछौँ। कस्तो लाग्दैछ त टुडीमा आज आउँदाखेरि तपाईँलाई? एकदम रमाइलो हो, बिन्दास। यहाँको लालीगुराँस फुलिरहेको एकदम मनोरम दृश्यले मनै आनन्द बनाएको छ। कस्तो लाग्दैछ शिवजी सर? नमस्कार, म शिव बुढा। एकदम रमाइलो लाग्दैछ। यहाँबाट थुप्रै पर्यटकीय स्थलहरू, मेघाङको मनमोहक दृश्य, किमताङको, अन्य अन्य देउरालीतिरको, यहाँ थुप्रै किसिमका नेपालमा 32 प्रजातिका लालीगुराँसहरू मध्ये एउटा प्रजातिको यो मेघाङको टुडी भन्ने क्षेत्रमा पाइन्छ। अहिले यो लालीगुराँसको सुगन्धले गर्दा अहिले एकदम मनोरञ्जक मनमोहक दृश्यको हामीहरूले अवलोकन गरिरहेका छौँ। एकदम हामीले यहाँ थुप्रै परिदृश्यहरू पनि देखिरहेका छौँ। एकदम रमाइलो लागिरहेको छ। हामी यो मनोरम दृश्य हेरिरहेका छौँ यहाँबाट, यो भ्यू टावरबाट। र यहाँ चाहिँ हामी भगवानको मूर्ति पनि छ, बुद्ध भगवानको। र यो चाहिँ एकदम रमाइलो महसुस भइरहेको छ। अब हामी चाहिँ यो भ्यू पार्कबाट चाहिँ सबै अवलोकन गरेर यहाँबाट फर्किन लागिरहेका छौँ। र हामी पोखरीतिर, टुडीको पोखरीतिर हामी फर्किन लागेका छौँ। त्यहाँको दृश्यहरू हेरेर त्यहाँ अवलोकन गरेर हामी अगाडि बढ्दैछौँ। र हामीले यहाँबाट चाहिँ वरिपरिका मेघाङ गाउँपालिका कार्यालय हामी देख्न सक्छौँ नजिकै। र देउराली बजार गयो भने हामी देख्न सक्छौँ। त्यस्तै गरेर यहाँ नजिक मनतिर चाहिँ मैबल रहेको छ लगायत। अब यहाँ वरिपरिको दृश्य चाहिँ मनोरम रहेको छ। र यति भन्दै हामी चाहिँ यहाँबाट अब प्रस्थान गर्न लागिरहेका छौँ। दर्शकबिन टुडीको भ्रमण क्रममा हाम्रो यहाँ बाबुराम सर हुनुहुन्छ र म्याडम पनि हुनुहुन्छ। र हामी उहाँलाई सोध्दैछौँ हाम्रो टुडीको आजको यात्रा कस्तो रह्यो भनेर। सर, आजको यात्रा हाम्रो कस्तो रह्यो त? एकदम रमाइलो रहेको छ। र यो लालीगुराँस फुलको चाहिँ दृश्य एकदम रमाइलो हैन, राम्रो। अनि टुडीको यो रमणीय पोखरीले झन् थप सौन्दर्य प्लस वरिपरि यो लालीगुराँसको रङ्गीन के भन्छ दृश्यले एकदमै मन एकदम मनमोहक भएको छ भन्ने अरे क्या।